हाई गाइज वेलकम ब्याक टु माई न्यू मिनी भ्लग र आज चाहिँ मेरो विक अफ हो है र विक अफमा चाहिँ म अलिक ढिलो उठ्छु र उठेर चाहिँ ब्रस गरेर चाहिँ म चाहिँ लुगाहरू पटाउनु थियो त्यही ब्ल्याङ्केटहरू थियो पटाउनुको लागि त्यो चाहिँ पटाइसकेर चाहिँ म चाहिँ लुगा भिजाएको थिएँ ड्युटीमा लगाएको र त्यो धोइसकेर चाहिँ म चाहिँ अब नुहाइधुवाइ गरेर फ्रेस पनि भइसकेको छु गाइज है र सबै काम सकेर चाहिँ म चाहिँ लन्च गर्दैछु र लन्च गरेर चाहिँ म चाहिँ एकछिन सुती पटाएछु त्यहाँबाट यसो 3 बजीतिर यस्तो आँखा खोलेको त पानी पर्न आँटेको रहेछ गाइज र अघि सुकाएको लुगा चाहिँ मैले फटाफट उठाइहालेँ किनभने अहिले भिजेन रेडी हुन्छ त्यहाँबाट फेरि इभिनिङमा चाहिँ मलाई एकदम बेसी भोक लागेको थियो त्यहाँबाट चाहिँ म चाहिँ चिकन फ्राई गर्दैछु अन्त अलिकति फ्राइड राइस पनि बनाएँ र त्यो फ्राइड राइस खाँदै थिएँ र खाइसकेको थिएँ र ठिक्कै अब चाहिँ बुढी पनि आउने बेला भयो र फाइनली बुढी पनि आएछ र खाना चाहिँ के बनाउने भनेर सोधेको र आज चाहिँ उसले बाहिरबाटै ल्याइदिएको रहेछ खाना अनि खाना चाहिँ मन्दी ल्याइदिएको रहेछ सो मन्दी चाहिँ मेरो एकदम फेभरेट हो अब चाहिँ खाना खान आँटेको गाइज है र यो भिडियो चाहिँ कस्तो लाग्यो गाइज लाइक सेयर कमेन्ट गर्नुहोस् होला अनि फलो पनि गर्नुहोस् होला गाइज र आजको लागि चाहिँ यति नै थ्याङ्क यू सो मच फर वाचिङ।